परमप्रभु परमेश्वर मलाई यो रमाइलोपन खुसीपन नै तपाईको उपस्थितिमा आउँछ। हाम्रो रमाउने ठाउँ रमाउने कारण तपाई येशू हुनुहुन्छ। हे प्रभु, जब हामी तपाईको भजन स्तुतिमा नाच्छौं गाउँछौं हामी छुटकारा पाउँछौं। जब जब हामी तपाईको प्रशंसा गर्छौं तपाई परमेश्वरको शक्तिशाली उपस्थिति त्यहाँ हुँदछ र हामी सबै स्वतन्त्र हुन्छौं। जहाँ तपाईको आत्माको उपस्थिति छ त्यहाँ स्वतन्त्रता छ। हे परमेश्वर, अब कुनै प्रकारको अन्धकारको बन्धनहरू, शैतानको बन्धनहरू, त्यसले रोक्ने हरेक गढहरू तपाईको छोराछोरीबाट अब दूर भइसकेको छ। हामी विश्वास गर्छौं यहाँबाट फर्किजाँदा नयाँ आशा, नयाँ उमङ्ग, नयाँ लक्ष्य, नयाँ दर्शन लिएर साँच्चै तपाईको छोराछोरी फर्किउन् प्रभु। त्यहाँबाट छुट्टै प्रकारको जीवन जिएर जहाँ जहाँ उहाँहरू जानुहुन्छ त्यहाँ परिवर्तन होस् प्रभु। यही हामी प्रार्थना गर्छौँ। महिमा तपाईँलाई होस् येशू प्रभुको नाममा। ठुलो तालीबाट पढ्छु। परमप्रभु परमेश्वर तपाईँलाई धन्यवाद छ। फेरि पनि हामी जहाँ छौँ, जिन छौँ, जसरी छौँ तपाईँकै कृपाको कारण छौँ। हामी आफैलाई हेर्ने भने प्रभु हामी जिरो हो तपाईँ बिना। हामी बेअर्थको बेमूल्यको छौँ प्रभु। तर तपाईँ प्रभुलाई पाएर नि हामीलाई तपाईँले वास्ता गर्नुभयो।
तपाईको साँच्चै नै साँच्चै नै कहिले पनि फेल नहुने प्रेममा हामी बाँधिएका छौँ। येशू तपाईँलाई महिमा होस्। यसरी नै भोलिको दिन छ, तपाईँ प्रभुको शक्तिशाली उपस्थिति यहाँ रहेको होस्। पूर्ण हृदयले तयारी साथ फेरि हामी आउनेछौँ। तपाईँको दासहरूबाट तपाईँ प्रभु बोल्नुहुन्छ, हामी सुन्छौँ, स्वीकार गर्छौँ र तपाईँ प्रभुको वचनलाई पछ्याउँछौँ। धन्यवाद छ। हाम्रो छुट्टिन्छौँ। आजको कार्यक्रम यति नै समाप्त भएको छ। यस पश्चात हाम्रो हरेक कार्यक्रमहरू, खानापिनाहरू छ, सबै कुरो तपाईँको हातमा राख्छौँ। धन्यवाद छ। अब परमेश्वर पिताको प्रेम, तपाईँ येशू मसीहको अनुग्रह, पवित्र आत्माको शक्ति र सामर्थ्य उपस्थिति जबसम्म तपाईँ येशू ख्रीष्टको दोस्रो आगमन हुँदैन तबसम्म प्रत्येक तपाईँका पवित्र जनहरूको साथमा रहिरहेका होस्। सबैले भनेछौँ।